हेलो नमस्ते हामी पनि फेरि आएको छौँ हाम्रो ज्यादा ब्लग करेन्ट र अन्डा झोल छ अनि लास्टमा चाहिँ धेरै पिरो भएपछि यो खाने भनेको छौँ। यसलाई के भन्छ नानी? बिस्कुट होइन पप बिस्कुट छ। सुरुचोटि चाहिँ पानी खाऊँ ल। मान्छे पानी खाऊँ। चिसो धेरै चिसो खानु हुँदैन त। यो चाहिँ स्प्राइट हो है। अब हामी खाना हाम्रो होइन हामी चाहिँ खान्छौँ। तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु ल। अनि लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु है। खाइ ल करेन्ट खाएर भरे टोइलेटमा चाहिँ आधी घन्टा बस्नुपर्छ। नानी खाएन भनिकन खाएको लास्टै पिरियड छ। म चाहिँ सक्दिनँ। उब्बरै पिरो छ। नानीले चाहिँ सक्छ ल, म चाहिँ सक्दिनँ। अस्ति पिरो अहिले खाएर भोलि हस्पिटल जानु पर्ने। बडा मिठो। उब्बै पिरो जिरे खुर्सानी पनि टोक्नु पर्ने है नानी? नटोक्नु झिरे। दुईवटा है करेन्ट चाहिँ। सुप पनि छ। पिरो पिरो मिठो। भोलि चाहिँ नानी र म चटपटे झोल चटपटे खाना ढिलो चटपटे। अन्डा खाइदिनु पर्छ सारी यता पनि खानु पिरो उब्बर लास्टै पिरो। पिरो अब नानीले कतिवटा लाग्यो सबै मसला पुरै मलाई झोल मन पर्यो। झोल चाहिँ मिठो। पहिला अब्बरै पिरो खान सक्थेँ।